ल सबैलाई नमस्ते सेवा होइन सबैजना मेरो दाइको च्यानलमा स्वागत छ भिडियोमा। अनि आज हामीले चाहिँ यसो दाजुभाइ मिलेर केही गरौँ न त छुट्टीको बेला भनेर यसो यतापट्टि हाम्रो चिकन डायमन्ड यो हाम्रो चिकन डायमन्ड अनि यतापट्टि हाम्रो करेन्ट छ। अनि आजको त्यही हाम्रो दाजुभाइले छोटो मिठो सोच गरेर बनाएको हामीले अब दाजुभाइको कस्तो लाग्छ तपाईँहरूले कमेन्टमा लेखिदिनु होला। अनि दाइकोमा चाहिँ यो मेरो फर्स्ट टाइम हो त्यसो अलिकति नर्भस पनि हुँदैछु तर केही छैन खाइन्छ आज। चेस गरौँ है त ल चेस लेट्स गो इट। हेर्नु सक्नुहुन्छ पिस कसम दामी बनायो कसले हेर्न सक्नुहुन्छ कत्रो छ भनेर। हाम्रो सानो कुरामा आँखा जाँदैन हामीसित ठुल्ठुलोमा मात्र हो। धनेशको छाला त्यो तेलमा फ्राई भएर होला होइन दाइ क्रिस्पी ओप्पो दाइ अलिक धेरै पकाइ खुवाउनु नि क्या। हुनु त म डाइटिङमा थिएँ तर पनि यो देखेपछि चाहिँ डाइटिङ मेरो भङ्ग भयो। यसलाई यहाँ हो त यहाँ हो गर्नु न हातै हाल्नु के होला ट्रेडा सारा बिचमा अनि हाल्नु न हातै हाल्नु है पर्मेन्ट है। फेरि हामी दाजुभाइमा चाहिँ जुटाजुट पनि गर्छ क्या। जुरा चाहिँ तारा सबै जाउँछ होइन एउटै ठाउँमा खाने मान्छेहरू हामी अब चाहिँ अलिक माइकमा घम 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 कस्तो मजा आउँछ अरे क्या आवाज खतरा सुनिन्छ अरे। त्यो चाइनिजको जस्तै त्यो आवाज त मलाई पनि निकाल्नु त निकालिदिउँ। त्यो बाहिर हालिदिन्छु ल म ल भात जस्तै हालिदिन्छु ल भात जस्तै त्यो खाएँ म भन्ने खानु न। त्यस्तो राम्रो छैन त ठिकै सब यसको पिरोहरू सक्यो नि त त्यो यसमा हालेर डायमन्डमा हाल्छ त्यही भएर क्या खाएको है मैले चाहिँ गाइस हब्बा हाल्ने दामी हो दाइ। यस मजा आयो लास्ट पाइट ल्याएर यसको करेक्ट हेर्नु न फाइनल लाइन आयो। लास्टमा कस्तो मजा के खाना खानु
हो लास्टमा चेस हान्दा एकबाट सकेको एक बाइटमै 3 2 1 चेस ल यो भिडियोमा 1000 लाख भयो भने दाजुभाइको Q&A भिडियो आउँछ 1000 लाइक ल 3 2 1